पुरुषः प्रकृतिस्थो हि भुङ्क्ते प्रकृतिजान् गुणान् कारणं गुणसङ्गोष्य सदसध्यो निजन्मसु। भगवान श्री कृष्ण अर्जुनलाई उपदेश गर्दै हुनुहुन्छ प्रकृतिमा स्थित जो पुरुष अथवा आत्मा छ त्यसले चाहिँ प्रकृतिबाट उत्पन्न भएको गुणहरूको भोग गर्दछ र गुणहरूको सङ्गत नै उसको शुभ र अशुभ जन्महरू हुने मुख्य कारण हो। आत्मा मूलतः चाहिँ शुद्ध नै हुन्छ, तर संसारमा आएको आत्मा चाहिँ प्रकृतिद्वारा निर्मित शरीर, इन्द्रिय, मन, बुद्धि आदिको आश्रयमा रहन्छ। यस अवस्थामा आत्माले प्रकृतिका 3 गुणहरू सत्वगुण, रजगुण र तमगुणसँग सङ्गति राख्छ। सत्वगुणले ज्ञान र शुद्धता ल्याउँछ, रजले कामना र सक्रियता ल्याउँछ र तमले अज्ञान, प्रमाद र आलस्य ल्याउँछ। आत्माले जब यी गुणहरूसँग आसक्ति गर्दछ तब उसले ती गुण अनुसारको कर्म गर्छ र यसको फलस्वरूप शुभ वा अशुभ योनिहरूमा पुनर्जन्म लिन्छ। आत्मा स्वयं कार्यकर्ता वा दोषयुक्त होइन, तर गुणहरूको सङ्गतले नै उसको पुनर्जन्मको कारण हुन्छ। जब आत्माले गुणहरूको सङ्गत त्यागेर भगवानको शरणमा जान्छ तब ऊ जन्म मृत्युको चक्रबाट मुक्त हुन्छ। संसारमा दुःख सुखको भोग आत्माले गरिरहेको भए तापनि त्यो गुणहरूसँग असली सङ्गतिको कारणले हो। आत्मा स्वतन्त्र हुन चाहन्छ भने उसले प्रकृतिका गुणहरूमा आसक्त हुन बन्द गर्नुपर्छ, अर्थात् भगवानको शरणमा जानुपर्छ।